देश अनुसारको भेष भने यही हो क्या हो है। कोरियामा चाहिँ टिफर ड्राइभरहरू पनि यो टिफर ड्राइभरहरू के बिहान सरर कारमा आउँछ के, चिल्लो कारमा सरर कारमा आउँछ। अनि त्यसपछि कार यहाँनिर टक्क पार्किङ गरेर राख्छ। अनि त्यसपछि यो टिफर चाहिँ लगेर जान्छ, सरर यो टिफर लगेर जान्छ। त्यो कार चाहिँ मेरो साउनीको हो। अनि यहाँ चाहिँ दुईवटा टिफर राख्छ। यो टिफर भन्ने कि टिफर नै होला यो है। यहाँ चाहिँ दुईवटा टिफर राख्छ। आज चाहिँ खोइ कोरियाको के सार्वजनिक बिदा हो र थाहा छैन है। तर आज चाहिँ काममा गएको छैन रहेछ, टिफर यहीँ रहेछ। तर है देशअनुसारको भेष के। अब टिफर ड्राइभरहरू पनि चिल्लो कारमा सरर आयो, टक्क कार रोकेर राख्यो। अनि टिफर चाहिँ ट्याक्क लाएर स्टार्ट गर्यो, लग्यो। फेरि बेलुका टिफर ल्याएर आफ्नो कारमा सरर है। हुन्छ नि त नि। हेट मान्छेको त देशै त्यस्तो हो कि के हो कसरी म्यानेज गरेको छ है। ल हेर्नु न, फेरि यति टलल टल्काएर राख्छ कि भित्र हेर्नुपर्छ। फेरि टक्क काम सकेर आउँछ, आउने बित्तिकै सर सफाइ भित्र एकदम टिलिक्क टल्काएर कार स्टार्ट गरेर सरर घर जान्छ। हेर्नु त देशअनुसारको भेष भनेको। हेट।